हेलो साथीहरू, आज घुम्न जाउँ है। म चाहिँ स्टेसन पुगेँ, त्यसपछि ट्रेन चढेँ अनि ठिक्क खेतबारीको बाटो भएर म मिडियास पुगेँ। मिडियासबाट फेरि अर्को स्टेसनतिर लाग्यो म। कति राम्रो खेतबारी यहाँको त। अनि गयो तोरीबारी फेरि त्यस्तै लाएर म डेनिसको स्टेसन पुगेँ। डेनिसिया भन्दो रहेछ। त्यहाँबाट फेरि गयौँ अनि पछि चाहिँ अलराउन्ड कति लाग्यो होला भनेदेखि यहाँ सिबिओबाट जानलाई चाहिँ नि त्यो अलमोस्ट 2.5 घन्टा जति लाग्दो रहेछ। म चाहिँ स्टेसन पुग्यो सिकिसोराको। अनि त्यस पछाडि सिकिसोराबाट स्टेसनबाट निस्किसके पछाडि नजिकै रहेछ। हिँड्दै गएँ। त्यसपछि फोटो भिडियो खिच्दै हिँड्दै गर्दै गयो। अनि नजिकको पार्कनिर पुगेँ म। अनि फोटो खिच्दिने मान्छेले राम्रोसँग नखिची हेर्ने, नआउने भइसके पछाडि आफै भिडियो गरेर नजिक पुगेँ म। जाँदैछु टुइ हिँडेर यसै अलमोस्ट 10 मिनट जति चाहिँ लाग्यो मलाई त्यहाँ पुग्नलाई। अनि जाँदैछु टक्क लाएर म्यापमा हेर्दाखेरि नि देखिन्छ क्या होइन, कस्तो राम्रो खतरा देखिन्छ नि त। अनि त्यही म्याप हेरेर मलाई जानु मन लाग्यो, अझ जान खोजेको। अनि त्यस पछाडि हिँड्यौँ गरेर होइन। तर वेदर पनि कस्तो राम्रो छ क्या। म्यापमा त पानी पर्छ अलिअलि भन्दै थियो, तर जेसुकै होस् भनेर छाता पनि बोकेर हिँडेको त। घाम लागेर राम्रो वेदर भएर कति मजाले साथ पनि दियो कि कति लक्की रहेछु आजको दिन चाहिँ भनेर सोचेँ। अनि त्यस पछाडि टक्क लाएर बल्ल घुम्न आएको। अनि आजभोलि इस्टर चलिरहेछ नि त, अनि छुट्टी छ नि त यहाँ। अनि युरोपमा बस्नुहुने सबैजनालाई थाहै छ, सबैको छुट्टी भइहाल्छ। मेरो पनि छुट्टी थियो। अनि त्यस पछाडि चाहिँ नि घुम्न हिँडेँ छोरी। टक्क पारेर हिँडेर छिटो गरेर फेरि वेदर चेन्ज भयो भने फोटोहरू खिच्नलाई, भिडियो खिच्नलाई झ्याउ हुन्छ, पानी पऱ्यो भने भनेर मेरो पालो कहाँ खुइलाएर हिँडेँ। जाँदै गर्दा त्यो ठुलो चर्चबाटमा पुग्यो। त्यो चर्च चाहिँ नि म्यापमा पनि देखाउँछ कि कस्तो राम्रो ठुलो रहेछ। त्यो चर्चबाट उता पुल तरेर जानुपर्ने रहेछ सिटी जानलाई चाहिँ नि। अनि त्यस पछाडि त्यहाँबाट नि अघि बढ्यौँ। टुइ लाएर अनि हेर न कस्तो राम्रो रहेछ ठाउँ चाहिँ नि। शान्त मिल्ने वरिपरि यस्तो राम्रो खतरा भ्यू है। त्यसपछि छोरी अगाडि बढ्यो टुइ लाएर। त्यसपछि त्यहाँनिर पुल आइपुग्यो होइन। पुल तरेर उता गएपछि बल्ल अलिकति उकालो झरेपछि बल्ल सेन्टर आउने रहेछ नि त। माथि म्युजियमहरू रहेछ माथि चाहिँ नि। त्यस पछाडि गयो यसो फोटोसोटो खिच्यौँ, कराई भए पनि। अनि उकालो चढ्दै भिडियो बनाउँदै बोल्दै हिँड्यौँ।
अनि यताउतिको भ्यू हेर्दा कति राम्रो देखिने नि त, रमाइलो लाग्ने। अनि पछाडि म चाहिँ नि भिडियो बनाउँदै हिँड्यौँ, भिडियो बनाउँदै हिँड्यौँ। छुट्टीको बेला भएर होला मान्छेहरू नि थियो टन्नै घुम्ने। कहाँ खै लाएर हिँड्यौँ नि। अनि त्यस पछाडि टुई पारेर गयो। यसो पुल जस्तोको मुनिबाट छिरेको त कपडाहरू बेच्न राखेको रहेछ कि पुरै त्यो कल्चर ड्रेसहरू यस्तो के त्यो पुरै हुन्छ नि एकदम राष्ट्रिय टाइपको के त्यस्तो टाइपकोहरू बेच्दो रहेछ सबैतिरै। अनि टुई लाएर यताउति हिँडेर कहाँ के छ भनेर कतै हिँड्दै फसरी गएको थाहै थिएन। अनि जाँदै फेरि भिडियो खासै त्यसरी बनाउने त्यो गरेको छैन नि त। भिडियो बनाएर हिँड्नु ल तिनीहरू कसैले अगाडि क्यामेरा देखाउँदैन आफूलाई फाइनली। अनि म्युजियमभित्र नि छिर्यो। म्युजियम चाहिँ म कहिले नेपालमा नि गएको थिएन, अनि कहीँ पनि गएको थिएन, यहाँ सिबिओम पनि गएको थिएन। अनि त्यहाँभित्र छिर्यौँ। यसरी टिकटको चाहिँ यस्तै 20ले यस्तै लिँदो रहेछ पर पर्सन। त्यस पछाडि लाग्यौँ माथितिर सबैतिर। कति 3 तला कि 4 तला यस्तै समथिङ थियो पुरै रुममा। सबै पहिलाको पुरानो सामानहरू थियो, त्यस्तोहरू राखेको त रहेछ म्युजियममा चाहिँ नि। मलाई चाहिँ थाहा थिएन। अनि कस्तो अनौठोहरू के सामान भनेर भन्थ्यो। चिन्न नजानु तर भिडियो लिनु मिल्छ मिल्दैन भनेको मिल्छ भने मेरो पालो कहाँ छोड्नु र भनेर मैले चाहिँ नि सबै लिएँ। भोइस ओभर चाहिँ गरेन त्यतिखेर, किनकि मलाई लाज लागेको थियो। अब त्यसरी बोलेर हिँड्ने गरेको छैन नि त। यस्तो भ्लग बनाउँछु भनेर त सोचिरहेको छु, तर बोल्नेलाई त्यो उनी भएको छैन, अप्ठ्यारो लाग्छ। अनि भिडियो चाहिँ लिइरहेको थियो। अनि सबैतिर ल्यायौँ, खिच्यौँ। त्यस पछाडि हेऱ्यौँ कुनै कुरा चाहिँ कति राम्रो थियो। मलाई सिसाहरू मन पर्दैन, त्यो सिसाको भाँडाहरू देख्दा लोभ लाग्दो थियो। अनि त्यो पुरानो सामानहरू के यस्तो के सामान डक्टरको रे के गरे भनेर भन्थ्यो। नेपालमा जस्तो त्यो पुरानो मानवपाती जस्तो। अनि यस्तो त्यो दाँतहरू निकाल्ने पहिला चलाउने सामानहरू रे, तराजु जोग्ने रे। हो खै पहिला यस्तोमा मासु कुट्थ्यो अरे कि, अहिले मासु पिन्छ नि किमा बनाउँछ नि त्यस्तै गर्ने रे भनेर भन्दै थियो। पहिलाको यस्तो बक्स हुन्छ अनि त्यस्तै यस्तो रहेछ। फेरि अर्को ठाउँमा गयौँ माथि चढेर तलमा। भर्याङ चाहिँ सानो हुँदो रहेछ, अलिकति डर लाग्ने। त्यो झमझम हिँड्न चाहिँ नमिल्ने, पुरानै त हो, पुरानो चिज राख्ने त हो। अनि कहाँ अहिलेको नयाँ जस्तो हुन्छ र भनेर अनि मनमा नै सोध्दै त्यसो गर्दै हिँडेँ। एउटा ठाउँमा पुग्यो, यस्तो सामानहरू थियो। के हो नबुझ्नु नजान्नु, आफूले नदेखेको सामानहरू साध्य पनि थिएन। एउटा रुम खाली थिएन त्यत्रो बिल्डिङमा। अनि त्यस पछाडि मैले भिडियो लिएको देखेर मान्छेहरूले मलाई हेरेर हाँस्दै थियो। अनि म पनि हाँस्दै थिएँ। प्रायः मान्छेहरूले यस्तो प्रेमहरू गर्दैन नि त। अनि मैले गर्दै थियो, कराइन् करास जस्तै। अनि भिडियो गरेँ
फेरि अनि अर्को तलामा चढ्यो होइन। अनि त्यसपछि यो रुममा चाहिँ के रहेछ भनेदेखि जानेको गरेछ मान्छे रहेछ कि त्यहाँनिर। तपाईँ के वाइन हाल्ने जस्तो के हो के सेटहरू। अनि त्यसपछि अर्को ठाउँमा त्यस्तो रहेछ। मान्छे चट्टै पानी जस्तो छ त तरबार त के हो त्यस्तो त्यो युद्धमा लड्ने जस्तो के सामान साथी नलाग्ने यस्तो के बुकहरू जस्तो खोइ के हो बुझ्नु सोच्नु छैन। त्यहाँ लेखेर राख्यो भने त बुझ्नु छैन आफूले। सोधौँ कति सोध्नु मान्छेलाई। अनि त्यसपछि हेऱ्यौँ वरिपरि यस्तो के पहिला बजाउँथे सारङ्गी जस्तो के त्यस्तोहरू त्यो तम्बाकु भाँडा जस्तोहरू के साथै नलाग्ने। सिकिसरको निजुमकोमा खै आउनु हेर्नु झर्को नमानिकन सबैजनाले हेर्नु त्यहाँ के हो। त्यो हुन्छ नि त्यो यस्तो जुत्ता पहिलाहरूको बुट जुत्ता यस्तो अनि हेर्नु नि त कक्सुज अनि यस्तो टोपी यस्तो है के हो बुझे साध्यै थिएन। अनि त्यस पछाडि लुगा सिलाउने मेसिन कि पहिलाको हाम्रो नेपालमा हुन्थ्यो नि त्यो यसो घुन्डाएर कन्टङ पार्ने खुट्टाले त्यस्तो रहेछ। अब लाग्यौँ अर्को ठाउँतिर मतलब अर्को रुमतिर फेरि यस्तो प्रिन्टको घर थियो। यहाँ चाहिँ यस्तो प्रिन्ट गरेकोहरूलाई एकदमै मान्दो रहेछ। वाउ भन्दो रहेछ यस्तो देख्न साथ के हो कुराको बुझ्नै गाह्रो। अनि त्यस पछाडि त्यस पछाडि हिँड्यौँ अर्को ठाउँमा। छोरीले बाटो हेर्दैछ त हिँड्नुलाई। मान्छे कहाँ पुगिसकेको हुन्छ म चाहिँ यहाँ क्यामेरा हेर्दै मुनितिर बाटो त के हो थाहा हुन्न फेरि। अब फेरि अर्को तल माथि चढ्दैछु है म। मान्छे नि आउँदै रहेछन् अनि यसो बाटो छोडिदिएर माथि चढेँ म। माथि चढेको त के रहेछ भनेदेखि त्यहाँ ट्याक्क लगाएर के भनेदेखि चराको त्यो आँची त्यस्तो रहेछ। अनि बाँदर जस्तो राखेको रहेछ के होला भने जस्तो लाग्यो। चरा आएर हग्ने रहेछ के अरे प्लास्टिक पनि ओछ्याएर राखेको छ। त्यो बाँदर जस्तो इँटा झुन्डाएर राखेको थियो कि माथि टुप्पामा। यो चाहिँ लास्ट फ्लोर थियो। अनि यो चाहिँ लुगा बनाउने मेसिन हो कि सिलाउने होइन कि बनाउने चाहिँ मेसिन थियो पहिलाको जमानाको पुरानो बनाउने मेसिन भन्थ्यो। एक्सप्लेन गर्दैछ मैले सोध्दैछ। मैले ओरिजिनल भोइस राखेको छैन किनकि सबैमा बोलेको छैन नि त। सबै भिडियोमा म्युजियमभित्र घुमेकोमा अनि त्यही भएर चाहिँ मैले सबै ओरिजिनल नराखेर फेरि भोइस ओभर गरेको।
भिडियो चाहिँ लामो छ युट्युबमा हेर्नुलाई रेकमेन्ड छ भनेर लामै बनाएको मैले किनकि लामो बनाएको भन्नाले नि त्यो सबै भिडियोहरू राख्दा चाहिँ नि लामो त्यसपछि यताबाट अर्को ठाउँबाट सिसाबाट हेर्दा चाहिँ पुरै देख्दो रहेछ मेसिन पुरानो पुरानो घडीहरू पनि रहेछ घडी हेरेर छोरीले बाटो हेर्दैछ अनि आज नि है ध्यान आज जस्तो गरी नाच्या छन् चारैतिर फर्केर के पो थाहा छैन यस्तो रहेछ पहिला पहिलाको होला नि के थाहा छ छैन त्यहाँबाट सकेर फेरि माथि चढेँ म कहाँको त्यो लास्ट हुनु नि त्यो भिडियो बनाउँदै घुमेको तालमा कति तल माथि चढेँ नि थाहा छैन मलाई त यो भोइस ओभर गरेर चाहिँ मैले घुमेको भोलिपल्ट है त्यही दिनमा चाहिँ होइन त्यो दिनमा त दिनभरि हिँडेर थाकेर राति थलो परेको थियो म त्यसपछि चाहिँ नि माथिबाट चाहिँ नि बाहिर बाल्कनीमा निस्क्यौँ है बाल्कनीमा चाहिँ नि यो वरिपरि पुरै घुम्ने रहेछ मिल्ने रहेछ कि बाल्कनीमा चाहिँ पुरै रहेछ बिल्डिङ पुरै घेरेको रहेछ बाल्कनीले अनि वरिपरि भ्यू चाहिँ यस्तो खतरा कि त्यहाँ माथिबाट हेर्दा त शान्त हुने कि मनै आनन्द हुने त्यस्तो रहेछ अनि त्यस पछाडि यताउति हिँड्यो मैले होइन नि कति रमाइलो छ मेरो मोबाइल राम्रो छैन क्यामेरा अनि बाहिर पनि राम्रो क्लियर चाहिँ आउँदैन तर पनि आफू जस्तो छ त्यस्तैमा खुसी हुनुपर्छ रमाउनुपर्छ भन्दै जस्तो छ त्यस्तैले बनाउने हो हिँड्ने हो अनि त्यही भएर बनाएँ मैले बिना क्वालिटीको भिडियो पनि पुरै राउन्ड मार्यौँ टक्क लाएर हिँड्यौँ के बोल्दै हो मैले हाँसेको हुन्छ कस्तो राम्रो भ्यू रहेछ अनि त्यस पछाडि सके पछाडि पुरै घुमिसके पछाडि त्यहाँनिर बसेर मैले फोटोहरू पनि खिचेँ अलिअलि तर फोटोहरूमा त्यो टुप्पा त्यो बाल्कनी लगाएको थियो नि त बार लगाएको थियो अनि त्यहाँबाट फोटो खिच्दा खसेको खासै भएन नि त झऱ्यो अनि त तल त्यो यस्तो राखेको हुँदो रहेछ नि त्यस्तोहरूमा पनि त्यस्तै सामान राखेको हुने कि म्युजियम टाइपकै अनि गयौँ हेऱ्यौँ त्यस पछाडि घुम्यौँ हेर त्यहाँ बाजेहरू पहिला यस्तो गरी हिँड्थ्यो नि त होइन अनि यसरी अनि त्यस पछाडि त्यो सब घुमेर सब त होला नि अब त्यो म्युजियमबाट अलिकति यता साइडमै थियो कि म तल त्यहाँबाट सकिसके पछाडि निस्क्यो सल्लक्क घुमेर त्यहाँ चाहिँ नि यस्तो स्टल चलिरहेछ नि त निनुवाला अन्डाहरू यस्तोहरू राख्यो त्यहाँ होइन नि कस्तो क्युट प्रिन्टवाला अन्डाहरू स्टोरको लागि तर यो चाहिँ फेक हो है सजाउने खान मिल्दैन त्यस्तोहरू थियो कपिहरू लियौँ अनि पछाडि निस्क्यौँ त्यहाँको एउटा केटी थियो आन्टी पनि कस्तो मजाको बाहिर चोकमा निस्केर फेरि कक्षा घुम्दै यताउति
त्यही गरेर ट्रेनमा घुम्नु मन त सबै सजिलो हुन्छ हिँड्नु पर्दैन भनेर भन्दै ट्रेनमा खुट्टा हुँदा हुँदै के को पैसा खर्च गर्नु भनेर मेरो पाला खुइ खुइ हिँड्यो। अलिअलि लोभी नै हुनुपर्छ नि त। त्यस पछाडि हामी दुईजना कता कता सबै ठाउँतिर घुम्यौँ। घाम टल्लक्क टल्केको छ मेरो अनुहार बिचारा पिम्पलले ढकपक्कै छोपेको छ। त्यही पनि हिँडेको छ अनि खै के भयो भन्दा त यस्तो काम हो कि के जाति भन्दा चाहिँ आफूलाई आउँदा नि आउँदैन यो यस्तो त्यो जस्तो के त्यो जस्तोबाट भर्याङ चढेर माथि डाँडामा जाने रे। अलमोस्ट 10 to 15 मिनट त लाग्यो भर्याङ चढ्नलाई। डाँडैभरिको भर्याङ रहेछ यो त। अनि यस्तै गरेर खोइ कहाँ खोइ लागेर म बिचरा त्यो घुम्नको एक्साइटेडले थाके पनि हिँडेको छु। मान्छेहरू त्यही फात्रक फात्रक बसिरहेको छन्। अनि पछाडि म चाहिँ नि खोइ कहाँ खोइ भिडियो गर्दै हिँडेको छु। अनि गर्दा गर्दै लु भएन यो भनेर क्यामेरा पछाडि गरेर खोइ कहाँ खोइ म हिँड्न थालेँ है। क्यामेरा पछाडि गरेको के चित्त बुझ्दैन मेरो पालो लु भनेर क्यामेरा नि घुमायो। त्यस पछाडि फेरि त्यस्तै गरेर हिँडेँ। चित्त बुझेन है मलाई। अब चाहिँ जो मेरो खिचेर हिँड छोटो मेरो पछि म हिँड्छु भनेर मैले मोबाइल तेर्साएर म हिँड्न थालेँ। म हिँड्न थाले पछाडि हेर्दैछु त्यही बसिरहेको छ कि आएको छ भनेर पराइ त फेरि बसिरहन्छ नि त एकै ठाउँमा। अनि पछाडि हिँड्यो म खोइ खोइ लाएर धन्न रेगुलर जुत्तै लाएर गएको थिएँ नि त। नत्र भने हिलहरू लाएर गएको भए चाहिँ अलिक गाह्रो हुँदो रहेछ। अलि डाँडाकाँडामा पनि हिँड्नु परेछ नि त। त्यही भएर गाह्रो हुने रहेछ। मैले जाने सुज लाएर गएको थियो जाँदाखेरि सिबीबाट जाँदा पेन्ट लाएर गएको थियो। मैले कोप्सा गएर ड्रेस चेन्ज गरेँ हो। त्यही भएको भएर त्यही जुत्ता लाएर गए चाहिँ नि किनकि पानीहरू पऱ्यो भने चाहिँ नि वेदर राम्रो भएन भने चाहिँ नि अर्कै ड्रेस लगाउँछु नभए रेडी भयो भने चाहिँ नि यस्तो यही लगाउँछु भनेर सोचेको थिएँ नि त। त्यही भएर त्यो भर्याङ सकेर बाहिर निस्केँ म चाहिँ। कस्तो आएको भोइसओभर गर्न नि। त्यस पछाडि माथि डाँडामा पुग्यौँ। हिँड्दै गरेर सबैजना आफ्नो तालमा छन्। म चाहिँ आफ्नो तालमा भिडियो खिचाउँदै हिँड्दै भिडियो खिच्दै हिँड्दै। अनि त्यस पछाडि त्यो मान्छेले नि हेरिरहेको थियो मलाई। अनि म कतै जाने होला त कहिले यता गएको छन् कहिले उन के गरिरहेको छन्। अनि फेरि माथितिर गयौँ हामी दुईजना। ल मैले आऊ पनि भन्दैछु हो आइज भन्दैछु। त्यस पछाडि माथि गयो अझै हामी। मान्छेहरू थकाइ लगाएर बसेको छन्। मलाई थकाइ भन्ने कुरा छैन। खालि भिडियो खिच्ने फोटो खिच्ने मात्र छ। त्यो माथि जुस पसल राखेको रहेछ। चाहिँ हल्का पानी पनि तिर्खा लागेको। अनि त्यसपछि आइसक्रिम खाने भनेर भने यसो सोचेँ आइसक्रिम खायो भने मेरो लिपस्टिक जान्छ।
अनि मेरो पाला होइन जुस खाने भनेर भन्यो। यो के हो भनेर भनेको चर्च हो अरे ठुलो बिल्डिङ थियो कि त्यो मारामा नि अनि के हो भनेको त हो अरे। त्यस पछाडि दुईजनाले जुस लियौँ। पछाडि जुस पिउँदै 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 अझै माथि डाँडा गयौँ। माथि डाँडाबाट पुरा भ्यू देखिन्छ नि त चारै। यस्तो राम्रो फुलहरू रहेछ कि माथि डाँडामा त। एकछिन फुलसँग रमायौँ, फोटो खिच्यौँ। अनि एउटा टिकटक बनायौँ। त्यसरी भिडियो बनाइदिने मेरो भनेर भने परैलाई आउँदैन अनि जस्तो छ त्यस्तै भने कराउँदै हिँड्दैछौँ अनि गर्दा 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 गर्दै कति बेलुका कति बजिसक्यो 5 साढे 5 जस्तै भइसक्यो। मेरो भिडियो र फोटोले सक्दैन। त्यस पछाडि यही लास्ट अनि जाने भन्दा भन्दै के चाहिँ भएन लागिसकेको थियो। त्यही पनि भोक लागेन भनेर किन नभनिकन खुक्काकै फोटो र भिडियो खिचेँ म चाहिँ नि के सिप नलागेपछि तल गएर खाएको थियो मैले चाहिँ नि म भेज हो। अनि त्यस पछाडि त्यहाँ डुनो टाइप रहेछ क्या त्यहाँ अनि मैले चाहिँ नि त्यो खाएँ। तर मैले चाहिँ त्यसको चाहिँ भिडियो राखेन। छुट खा ट्रेन छुट्छ नि त अनि 6:50 को ट्रेन त। अनि त्यस पछाडि खाएर फेरि फर्क्यौँ। त्यहाँको हाम्रो लास्ट भिडियो है यो चाहिँ नि। त्यो पछाडिबाट भ्यू देखाउनको लागि ब्याकग्राउन्ड देखाउँ यो मात्रै कराई रिसाइ गयो। भिडियो खिचेर सकिसके पछाडि चाहिँ नि तलको खायौँ। खाइसके पछाडि फेरि गारामा फर्क्यौँ। यस्तो थियो त्यहाँको वरिपरिको चाहिँ। अनि यस्तो ठाउँमा कसको मन बोल्दैन त अनि जहिले कामरा रुम भएर बसेको मान्छे अनि फोटो हालेको थियो फेसबुकमा नोटिफिकेसन आउँदैछ टुटु गरेर गाह्रो पुग्यौँ। अनि त्यसपछि ट्रेन चाहिँ 2 तलाको थियो। माथि तलामा पुरै प्लेनमा बसेको जस्तो फिल भइरहेको थियो। चढेर त्यसरी बस्यौँ। अनि त्यस पछाडि हेर्दै मैले सिकी छोरालाई बाई बाई आई लभ यु गर्दै चुप्पा दिँदै फर्केँ। म चाहिँ ट्रेनमा 6:50 भइसकेको थियो। अलमोस्ट 1.5 घन्टा त कोस आइपुग्नलाई लाग्थ्यो। अनि त्यस पछाडि त्यस्तो गर्दा पोज दिँदै ट्रेनमा गर्दा त्यस्तै गरेर हाँस्दै आयो। कस्तो थियो त सिकी छोरा थियो। अनि राम्रो छ सिकी छोराको लागि मेरो मुटु भनेर देखाएको। हेर्दै छोडेर आयो। खतरा छैन त साथीहरू मनाएको थत्रै घर भयो नि। हेर्नु न कति राम्रो देखिने यो माथिबाट रातो। अनि त्यस पछाडि चाहिँ नि
झर्यौँ कोप्साको गाडामा। अनि त्यस पछाडि त्यहाँबाट हिँडेर गाडाबाट बाहिर निस्केर कि त चिसो हावा चलेर आमामा उल्का रहेछ। हिँड्यौँ छोरी टुइका टुइ लगाएर भरे मुनि गयो। अनि त्यस पछाडि बाहिर निस्क्यो। कोही चरा घुम्नुको जग्गा लागेपछि दिनभरि हिँडेर कम्ता हिँड्यौँ त। अनि बेलुका आउँदा मलाई जाडो भएको थियो। अनि त्यो कपडा पातलो थियो, ज्याकेट पनि एकदम पुरो छ कि त्यो रेनकोट टाइपको हो। अनि त्यही पनि हिँड्यो, के गर्नु। बाहिर निस्केर हिँड्यौँ, घुम्यौँ मैले मजाले। अनि यही हो, यति नै हो आज म घुमेको। हजुरहरू पनि जानु होला, रमाइलो छ ठाउँ, राम्रो छ। त्यहाँ नेपाली दाइहरू पनि